स्प्रिङ 2026 को डेडलाइन मिस भयो और एप्लिकेसन सबमिट गर्न भ्याएन भनेर टेन्सनमा हुनुहुन्छ, चिन्ता नलिनुहोस्। मेरो एडभाइस मान्नुहुन्छ भने तपाईँ लेट होइन, तपाईँ अब आउने इन्टेकको लागि अर्ली हुनु भएको छ एन्ड द्याट इज अ भेरी स्मार्ट मुभ। युएसए को मेन इन्टेक भनेको फल हो। फलमा धेरै युनिभर्सिटिज, धेरै सिट्स र सबैभन्दा धेरै स्कलरसिप पाउने चान्सेस पनि रहन्छ र फल 2026 मा अहिलेबाट नै अप्लाईको लागि प्लानिङ गर्नुको तीनवटा मुख्य बेनिफिट्सहरू रहेका छन्। नम्बर 1, बेस्ट फिट युनिभर्सिटी। तपाईको प्रोफाइल, तपाईको गोल, तपाईको बजेट अनुसार हामीसँग युनिभर्सिटीहरू सर्टलिस्ट गरेर फाइनलाइज गर्ने पर्याप्त समय हुन्छ। नम्बर 2, म्याक्सिमम स्कलरसिप। सो धेरै जसो युएस को युनिभर्सिटीहरूको स्कलरसिप फर्स्ट कम फर्स्ट सर्भ बेसिसमा हुन्छ र तपाईले अर्ली अप्लाई गर्नु भनेको आफ्नो स्कलरसिप पाउने चान्सेसलाई म्याक्सिमाइज गर्नु हो भनेर पनि हामीले बुझ्न सक्छौं। नम्बर 3, स्ट्रेस फ्री प्रोसेस। लास्ट मिनेटमा डकुमेन्ट र भिजा इन्टरभ्यूको लागि टेन्सन लिनु पर्दैन। हामीसँग डकुमेन्ट जुटाउनदेखि लिएर इन्टरभ्यूको लागि तयारी गर्नको लागि पर्याप्त समयहरू रहन्छ। सो युएसए स्टडी भनेको एउटा स्प्रिन्ट होइन, यो एउटा म्याराथन हो र यसको लागि स्मार्ट प्लानिङ चाहिन्छ। आफ्नो फल 2026 को सक्सेस प्लान बनाउन र कुनै पनि डेडलाइन मिस नगर्न आज नै केआईसी मा सम्पर्क गर्नुहोस् वा हामीलाई भेट्न आउनुहोस्। डोन्ट जस्ट अप्लाई स्मार्ट। कन्ट्याक्ट केआईसी टुडे फर योर फ्री काउन्सिलिङ सेसन्स।